नपुगेको भन्नुपर्ला। चलचित्रमा गीत पनि गाउनु भएको रहेछ हैन। उहाँले लाइमलाइट नपाउनुको कारण चाहिँ घर हेर्नु परेर हो कि तपाईको सपोर्ट नपुगेर? यो चाहिँ मैले 10-12 वर्ष अगाडि धेरै स्टोरी भनेको छु हैन। मेरो श्रीमतीको चाहिँ म ठुलो फ्यान थिएँ हैन। म्युजिकमा त्यति बेला उसले राम्रो काम गरिरहेको थियो अनि उसको गीत सुन्दा सुन्दै म उसको पछि लागेछु। भेट भयो अनि मेरो सपना उसले चाहिँ उसको सपना चाहिँ एउटा सिङ्गिङ गर्नु र पढ्नु, एकाडेमिक हिसाबले पढ्नु उद्देश्य थियो। मेरो उद्देश्य हामी दुईजनाको बिचमा मेरो उद्देश्य चाहिँ जतिसक्दो नेपाली सिनेमामा चाहिँ धेरै कथाहरू आउँ र म चाहिँ नाटकमा रुचि भएकोले संस्थागत रूपमा नाटकमा पनि काम गरौँ र नाटकमा हामीले जे भोग्यौँ आगामी आउने पुस्ताहरूले त्यो नभोगोस् र एउटा ओपन प्लेटफर्म पनि क्रिएट गरौँ भन्ने हिसाबले म चाहिँ नि दुईटा हिसाबले करियर पनि अनि अर्को हिसाबले पनि लागिरहँदाखेरि चाहिँ उसले चाहिँ मेरो सपना चाहिँ पढ्नु र यो गीत गाउनु हो, तिम्रो चाहिँ अलिक ठुलो महत्त्वकांक्षी सपना छ, तिमीलाई म हेल्प गर्छु भनेर उसले चाहिँ अध्ययनलाई अगाडि बढाएर करियरलाई चाहिँ नि जुन प्लेटफर्मलाई चाहिँ उसले आफूलाई होल्ड गरेर मलाई यो ठाउँमा पुर्याएको हो। यो कुरा चाहिँ मैले धेरै अगाडि पनि मैले के भनेको थिएँ भने मैले नै छेकेको हो उसको सपना चाहिँ, उसको बाटो उसले चाहिँ आफूलाई सेक्रिफाइस गरेर मलाई यो ठाउँमा ल्याएको हो। उसलाई म बार बार सम्झिन्छु। संयोग यो मिरमिरेमा चाहिँ के भयो भनेदेखि मनोज थापाले एउटा गीत बनाएको थियो। मनोज थापालाई थ्याङ्क यू भन्छु। अनि मनोजले के भनेको थियो भने दिदीलाई यो गीत दिन्छु है म भनेको थिएँ। म भन्दिनँ, आफै भन तिमी भनेको थिएँ। अनि किनभने आफ्नो आफ्नो पहिचान हुन्छ। मैले चाहिँ नि त्यो भूमिका म त्यो रूपमा लिएन। अनि मलाई एक दिन सुनायो, मलाई मनोजले चाहिँ एउटा गीत पठाएको यो सुन त भनेको थियो। अनि मैले त हाम्रो फिल्मको हो भनिनँ मैले उसलाई। अनि रेकर्ड गरेर आएपछि चाहिँ उसले सुने तिम्रो फिल्मको हो रहेछ त भने। सायद मेरो फिल्मको हो भनेको उसले पहिला गाउँदैन थियो कि थाहा छैन होइन। आजको दिनसम्म मैले उसलाई चाहिँ मतलब उसले जुन हिसाबको उसको सपना थियो एकाडेमिक हिसाबले अध्ययन गर्छु अथवा अर्को हिसाबले त्यो हिसाबमा चाहिँ मैले सपोर्ट गरेँ। तर म्युजिकमा चाहिँ यो गर्नुपर्छ त्यो गर्नुपर्छ भन्ने हाम्रो सल्लाह पनि हुन्छ। तर यही गर भनेर मैले एफोर्ड गर्दिनँ किनभने म्युजिकमा मभन्दा उसको ठुलो ज्ञान छ। अनि त्यस्तो हो। अनि अब यसमा त के भन्नु, मैले धेरै पटक भनेको छु कि यो स्टोरी सुनाएको छु। राम्रो गाउँछ तर अब के भन्छ पछि चाहिँ उसले साँच्चै भन्दाखेरि हाम्रो दुईटा छोरा हुर्काउनको लागि उसले आफ्नो समय दियो। अनि उसले 10-12वटा म्युजिकहरू चाहिँ रेडी बनाएर राखेको छ। प्रकाशन यस्तो कुराहरू चाहिँ त्यो चाहिँ अब कहिले रिलिज गर्छ थाहा छैन। त्यो उसको निर्णय हो नि त होइन। मैले त्यसमा सपोर्ट गर्नु चाहिँ मेरो आफ्नो कर्तव्य पनि हो अनि मेरो जिम्मेवारी पनि हो। त्यो चाहिँ छ। आजको जुन ठाउँमा छु उसले गर्दा जान्छु। तर ऊ जो छ ऊ आफ्नो कारणले नै ऊ पनि त्यो ठाउँमा छ। थ्याङ्क यू। आएछ हो प्रमोसनमा एउटा टिमको एफोर्ट चाहिन्छ। त्यसमा एकजना मेम्बर नहुँदाखेरि खल्लो हुन्छ। मैले चाहिँ अगाडिदेखि नै क्लियर रूपमा यो समय मेरो यस्तो हुन्छ होइन। अहिलेसम्मको मेरो कार्यतालिकालाई मैले त्यो एग्रिमेन्ट गर्दाखेरिको अथवा त्यो समयमा म भ्याउँदिनँ, यो समय निकाल्न सक्दिनँ भन्ने धेरै कुराहरू चाहिँ मैले क्लियर कुरै गरिराखेको हुन्छु। त्यो कुराले म आफूलाई पर्सनल्ली टिमलाई चाहिँ त्यस्तो गुनासो नहोला किनभने उहाँले क्लियर कुरा गर्नुभएको थिएन। तर व्यक्तिगत रूपमा चाहिँ मलाई त्यो प्रमोसनको हाम्रो रेगुलर जुन प्याट्रन छ त्यो प्याट्रनको हिसाबले चाहिँ आफू अनुपस्थित हुँदाखेरि अलिअलि खल्लो त हुन्छ। यस्तो छ मैले जहिले भन्ने कुरा पनि के छ भने निर्माता निर्देशकसँग अगाडि नै हामी कुरा हुँदाखेरि नै यो सिनेमा बनाउनुको मुख्य उद्देश्य के हो त भन्ने नै हुन्छ। र यसको चाहिँ व्यावसायिक रूपमा हामी एउटा आकलन गर्न सक्छौँ, कतिसम्म चाहिँ हामी सेक्योर हुन सक्छौँ भन्ने कुरा नै हो।
अनि त्यो हिसाबले तपाईँको एउटा आकलन भइसके पछाडि त्योभन्दा कतिसम्म पुग्न सक्छ, त्यसको प्रभाव कहाँसम्म पर्न सक्छ भन्ने कुरा हामी हेर्न सक्छौँ। अनि मैले कतिपय सिनेमाहरू गरिरहँदाखेरि भनिरहँदाखेरि चाहिँ के छ भने हाम्रो बिजनेसको एउटा आकलन अथवा त्यो सिनेमाको प्रभाव चाहिँ कहिलेसम्मलाई हो, किनलाई हो भन्ने कुरा चाहिँ क्लियर भइसकेपछि त्यसमा मलाई त्यो अनुसारको मेरो चाहिँ एउटा इफोर्ट हुन्छ प्रचारमा अथवा उमा। त्यसले ठुलो असर गर्छ भन्ने पनि छैन, गर्दैन भन्ने पनि छैन। तर मैले जहिले पनि भन्ने गरेको सिनेमा चाहिँ के हो भने हामीले गरेको सिनेमा तत्कालीन बक्स अफिसको मापनले हुने कुरा होइन। एकपटक बनेको सिनेमा 100औं वर्षसम्म हेर्न सकिन्छ, त्यसको प्रभाव त्यो बेलासम्म रहन्छ। र हामीले अहिले गरिरहेको काम भनेको चाहिँ सुन्दर सिनेमा नै हो। र त्यो सुन्दर सिनेमा भन्नेको चाहिँ लाई नै कामलाई नै बढी फोकस दिन्छु म चाहिँ नै। पात्रहरू र नयाँ नयाँ पात्रको मनोविज्ञानहरू आइरहँदाखेरि चाहिँ त्यसमा म आकर्षित हुनु मलाई स्वाभाविक हो। तर त्यसको व्यावसायिक स्वाद चाख्नु एज एन एक्टरको लागि चाहिँ त्यो एउटा फाइदाकै कुरा हो। तर व्यावसायिक पाटोलाई मात्रै हेर्नुभन्दा पनि सृजनात्मक पाटोलाई चाहिँ बढी मात्रामा म चाहिँ फोकस गर्छु। त्यसको चाहिँ सृजनात्मक हिसाबले पनि र व्यावसायिक हिसाबले पनि दुवै रूपमा सफल हुनु चाहिँ सन्तुष्टि हुन्छ। त्यसैलाई मैले चाहिँ त्यसै हेरिरहेको छु। र अर्को कुरा चाहिँ तपाईँले भन्नु कार्यव्यस्तता, यो चाहिँ अलिकति डिले भएको छ मैले गर्नुपर्ने सिनेमाहरू। कोही त अब भन्दै पर्दाखेरि मिज्जु भन्ने सिनेमा मैले त एग्रिमेन्ट गरेको 8 वर्ष भयो कि 9 वर्ष हो, भर्खर जानु आँटेको छु होइन। कति 2-3 वर्ष अगाडि गरेको अथवा त्यो प्रोसेसमा जाँदा जाँदा कोही रोकिएको, कोही चाहिँ छिटै भइहाल्छ, कुनै चाहिँ त्यस्तो भइरहेको छ। त्यस कारणले मेरो चाहिँ बढी मात्रामा त्यो व्यस्तता भएको हो। त्यसको लागि चाहिँ निर्माण टिमलाई पनि अग्रिम जानकारी गराएको छु। उपस्थित तपाईँहरूले भनौँ न तपाईँहरूसँग भलाकुसारी गर्नु नपाउँदा, दर्शकमाझ बसेर भलाकुसारी गर्नु नपाउँदा चाहिँ म आफै माफी पनि माग्छु। मिरमिरे पछाडि चाहिँ तपाईँको जीवनमा चाहिँ मिरमिरे बिहानी आउला जस्तो लाग्छ कि लाग्दैन, त्यो सुनौँ न। जिन्दगी त त्यस्तो अन्धकारतिर छैन, जिन्दगी नै चाहिँ अन्धकारतिर छैन मेरो। किनभने जिन्दगीका धेरै विकल्पहरू हुन्छन्। जिन्दगीलाई कुन उज्यालोमा लैजाने भन्ने थुप्रै विकल्पहरू हुन्छन्। त्यसैले मसँग पनि ती विकल्पहरू थिए जिन्दगीमा। त्यसैले हजुरले भने जस्तो मलाई चाहिँ लागेको छैन कि म एकदमै अन्धकारमा हिँडिरहेको छु, मेरो जिन्दगी अन्धकारतिर गइरहेको छ पहिलो कुरा। र दोस्रो कुरा तपाईँले भने जस्तै यो तपाईँले अलि मेटाफोरिक हिसाबले मिरमिरेको टाइटलसँग चाहिँ अँध्यारो र उज्यालोलाई जाँच्न तुलना गर्न खोज्नु भएको भएर प्रश्न अहिले चाहिँ मलाई मिठो लाग्यो। मिरमिरे पछाडि पनि अझै उज्यालो घाम आउनेछ जिन्दगीमा, आशा गरौँ। खेरि प्रड्युसरहरूलाई टाइम नदिएको भन्ने कुरा आइरहँदाखेरि पनि कतै न कतै तपाईँलाई लाग्छ कि लाग्दैन? किनभने अहिलेको टाइममा तपाईँ आफैले पनि रियलाइज गर्नुभयो होला, दयाहाङलाई अहिले पनि नम्बर 1 नायक भन्छन्। तर दयाहाङ राईको फिल्म हेर्नलाई उहाँका नम्बर 1 फ्यान्सहरू पुगिरहेछन् कि छैनन्, त्यो पनि आउन सक्छ होइन। फिल्म मात्र गरिरहने हो, माया मात्र अरूलाई दर्शाइरहने हो भने त तपाईँ भोलिको दिनमा त्यो एउटा नम्बर 1 को स्थानमा आफूलाई कसरी राखिरहन सक्नुहुन्छ, त्यो चाहिँ सुनौँ न। मेरो लोभ त्यसैमा हो। तर त्यो काम मेरो त्यो कर्तव्यको मूल्याङ्कन भनेको चाहिँ तपाईँहरूले अथवा दर्शकहरूले आजको दिनमा गरिरहनु भएको छ। र आजको दिनमा मात्रै यो मूल्याङ्कनले काम लाग्दैन होला, भविष्यमा पनि यसको धेरै मूल्याङ्कनहरू हुनेछन् होला भन्ने मलाई चाहिँ लागेको छ। त्यस कारणले कुनै त्यो सफलता असफलताको हिस्सा आफू बनिनु, तत्कालीन समयमा नपाउनु, कुनै सिनेमा को धेरै कामहरूमा भनेको मेरो सुटिङ र प्री मात्रै भयो, अरू ठाउँमा चाहिँ उपस्थित हुन नसक्नु त मेरो लागि पनि त्यो एउटा के भन्छ दुर्भाग्य नै हो भनौँ होइन। त्यस्तै चलिरहेको छ। यसलाई चाहिँ म यो व्यस्तताको अथवा मेरो कामको यो उसलाई नै स्वाद लिइरहेको छु यति बेला चाहिँ भनौँ न। मैले देख्दै थिएँ निशालाई जहाँ भन्छ ओके। मुख्य कुरा त कस्तो हुँदो रहेछ भने मानिस अलिकति स्वभावले लोभी भइन्छ। काम गर्ने मान्छेहरू विशेष गरेर कामसँगै आकर्षित भइन्छ।
मेरो कर्तव्य काम गर्नु हो, जो चाहिँ सिनेमामा अभिनय गर्ने काम गर्छु, कुनै चरित्र निर्वाह गर्ने काम गर्छु। त्यो कामको परिणाम चाख्नु अथवा त्यसको स्वाद लिनु एउटा ठाउँमा होला, तर जसरी नम्बरको कुरा आयो, नम्बरलाई चाहिँ म मान्दिनँ, अस्वीकार गर्छु। मेरो आफ्नो कुन ठाउँ स्थान छ त्यो तपाईँले दिनुभएको अथवा तपाईँले भन्नुभएको प्रति धेरै आभारी नै छु। अघि पनि मैले भने मेरो मुख्य कर्तव्य भनेको चाहिँ चरित्रहरूमाथि काम गर्नु। जतिसक्दो नेपालभित्र यति धेरै डाइभर्स कल्चर छौँ, अघि भने हामीले धेरै त्यहाँ विविधता छ, त्यो विविधतालाई चाहिँ यो सिनेमा मार्फत अथवा कला मार्फत चाहिँ एकले अर्कालाई चिनाउनु जरुरी छ। हामी चिनिएको छैनौँ, नेपाली साहित्यबाट अलिअलि होला, सङ्गीतबाट अलिअलि होला, सिनेमा मार्फत पनि चिनाउँ होइन। हिमालदेखि तराई अथवा पूर्वदेखि पश्चिममा हामी विभिन्न भौगोलिक हिसाबले पनि रहनसहनको हिसाबले पनि धेरै कुराहरू हामीमा छ। त्यो कुराहरू चाहिँ मैले गरेका चरित्रहरू कथा मार्फत चाहिँ नै त्यसका मनोविज्ञान, त्यसका आदर्श जीवनशैली आयो भने चाहिँ हामीले एक अर्कालाई चिन्ने मौका पाउँछौँ भन्ने कुरा हो। मेरो जोड नै त्यो विविधताको एकतामा लाने, त्यही जोड अन्तर्गत चाहिँ मैले चरित्रहरू निर्माण गरिरहेको छु। सुरु हुँदैछ, राजनीतिमा मेरै चलिरहेछ, तपाईँको उज्यालो हुँदैछ। अब समानुपातिकमा तपाईँको नाम छ, धेरै 4-5 जनाले समानुपातिकबाट नाम फिर्ता लिनुभयो। तपाईँको त्यस्तो योजना छ कि छैन, या तपाईँ प्रत्यक्षमा जानुहुन्छ कि जानुहुन्न, या राजनीति गर्नुभयो भने फिल्मी करियरलाई कसरी अगाडि बढाउनुहुन्छ? थ्याङ्क यू सो मच विजयजी। यो सबै कुरा मेरो जीवनमा मात्र होइन, हाम्रो नेपालमा नै यो जुन राजनीतिक परिवर्तन छ, आसन्न निर्वाचन छ, यो सबै कुराहरू अचानक भइरहेछ होइन। यो समयको माग थियो अथवा हामी सबैको एउटा निराशाबाट, जेन्जी आन्दोलनबाट यो सबै कुराहरू भइरहेको छ। सो यो कुरा पनि मेरो जीवनमा एक खालको अचानक जस्तो भयो, तर मानसिक रूपमा त म पहिलादेखि नै तयार त थिएँ। मानसिक रूपमा मेरो सिर्जनाहरू हेर्नुभयो भने, मेरो साङ्गीतिक यात्रा हेर्नुभयो भने, म जुन ठाउँबाट आएँ, जुन भूगोलबाट आएँ, जुन समुदायबाट आएँ, त्यो सबै यात्रा हेर्ने हो भने चाहिँ कहीँ न कहीँ त्यो राजनीतिक सामाजिक विषयहरूसँग जोडिँदै आएको भएर ढिलो चाँडो त्यहाँ पुगेर एउटा निर्णायक भूमिका, नीतिगत निर्माणमा कहीँ पुगेर केही काम गर्न सकिन्छ कि भन्ने रुचि चाहिँ पहिलेबाट थियो। आएको भएर हजुरले भने जस्तै अब कसरी अगाडि बढाउने, पेसालाई कसरी अगाडि बढाउने, त्यो एउटा जिम्मेवारको यात्रालाई कसरी अगाडि बढाउने भनेर चाहिँ अझै मजाले सोच्न सकिरहेको छैन। अहिलेलाई चाहिँ हामी प्रोसेसमै छौँ। मलाई लाग्छ अब हप्ता 10 दिनमा एउटा फागुनमा हुने निर्वाचनको एउटा ढाँचा पनि आउला, उम्मेदवारहरू पनि आउला, प्रत्यक्ष निर्वाचनको मनोनयन पनि दर्ता होला, पार्टीहरू पनि एक खालको आफ्नो गतिमा लाग्ला। त्यसपछि चाहिँ सँगै हामी तपाईँहरूसँगै छलफल गरेर कसरी जाँदा राम्रो हुन्छ भनेर चाहिँ अगाडि बढाउँला। अहिलेलाई चाहिँ यो मिरमिरेलाई नै फोकस गरौँ न। थ्याङ्क यू सो मच। थ्याङ्क यू। जस्तो समानुपातिकको मर्म अनुसार तपाईँको नाम उपयुक्त स्थानमा छ। जुन समानुपातिकको व्यवस्था हो, जुन मर्मका साथ ल्याइएको समानुपातिकको व्यवस्था, त्यो मर्ममा तपाईँको नाम त्यो मर्मसँग मेल खान्छ कि खाँदैन? मलाई त खान्छ जस्तो लाग्छ। थ्याङ्क यू।